हेर्नु र हेर्नु ल यो ल्याप्ल्याक काफी खाइदियो मा वाउ बाबा यति मिठो यार अनि भाइ आऊ धेरै नसकाऊ guys, welcome back to my new video. हामी चाहिँ आज जान लागेको छु कि आम खान होइन आम चोरेर खानलाई जानला हो यस्तो हाम्रो गाउँमा एउटा बारी छ कि कलमे आमको अनि माखा चोरेर पुरै खाइदिने भनेर हामी दुईजना अब प्लान बनाएर बिहानदेखि प्लान बनाएको अहिले सक्सेस हुन्छ कि नै हेरौँ लास्टसम्म हेरेर थाहा भइहाल्छ तपाईँहरूलाई सक्सेस हुन्छ कि नै भनेर नगरिदिनु न यति बबाल आम छ नि तिमीहरूलाई देखाउँछु कि अहिले हामी यस्तो महाकसमेको भ्यू पनि यति बबाल छ यति यो चाहिँ हाम्रो गाउँको रोड हेर्न सक्नुहुन्छ खासै राम्रो छैन त्यही पनि बबाल छ बबाल के भन्नुहुन्छ गाइस कस्तो छ तपाईँलाई हामी निकै छौँ कि दुईजनी केटीको भाषा हो यो छौ कि हामी चाहिँ यो क्या भन्नु आम चोर्न आयो भन हामी चाहिँ होइन आम चोर्न आएका छौँ यहाँ आम खुल्ला भयो नि त अब आम खानु पर्यो अब चट्ट पारेर आम चोर्न आयो आम चोरेर हामी सिधैबाट फरार सिधै कहाँ देख्न कसरी आफ्नै यो फेरि बारी अब निस्किसक्यौँ गाइस आम चोर्नलाई निस्किसक्यौँ भन हेर्न केटा हो गुवायो 2 नम्बरी काम गर्ने चोरायो हेर्न केटा हो गुवायो 1 नम्बरको गफाडी बबायो हेर्न केटा हो गुवायो 2 नम्बरी काम गर्ने चोरायो फेरि हामी इन्टरनेसनल हो नि त फेरि आम चोर्नलाई त सुटुक्क जानुपर्छ क्या नबोलेर हामीले के भन्छ यो धेरै मिहिनेत लगाएर यो गऱ्यो नि त के भने फला हो नि त थुप्रै छ क्या यहाँ देख्न सक्नुहुन्छ बोटाहरू आमको पुरै भरे सब विराजकै हो उसकै हो सब आम सब दिन हो गए मेरी अख सोई ना तेरे तो बगैर मेरा इत्थे कोई ना तू भुख भी है तू ही है गुजारा एड़िए मनु सब करी तू इशारा एड़िए ओ खरे के आऊ माया आऊ ल फेरिमा तिमीहरूलाई मलाई फेरिमा दिन्छु कि हाम्रो सपोर्टरहरूलाई अरूलाई चाहिँ हुन्न हाम्रो सपोर्टरहरूलाई चाहिँ फेरिमा ल देख्न सक्नुहुन्छ है आम त यस्तो छ यहाँ दर देख्न सक्नुहुन्छ है बिरा चाहिँ देखाइदिइरहेको छ है सब पुरा आम हेर्नुहोस् है गाई त्यस्तो छ बबाल छ फेरि यता भूत बाघ पनि आउन सक्छ त्यसको आमै छैन गाई आम त छ तर देखिराखेनौँ के त्यस्तो छ आम हेर्नुहोस् के यस्तो छ यार बबाल आम छ खाने भयो आउनु के गाइस यहाँ पर चाहिँ आम छैन होइन हामी चाहिँ अब अर्को बारीतिर छिर्तिर आम खानमा आएको छौँ यहाँबाट सिधै पाडेर आम त छ होइन गाई त्यहाँको आम मिठो छैन त्यही भएर हामी चाहिँ अर्को मिठो आम चोर्नु गइदिएर हो चोरेर खानलाई आएको ल यो कोही भन्ने अगाडि कोतीको पित्त काट्नु भन्ने आम चोरेको कोही भन्ने को भन् त छिटो भन् कोही भन्ने यत्रो फुच्चेले कोही भनिदिएर है भन्ने को भन् त ओ माई गड इमेन नाम के हो भन्दा बस्नै पर्ने हो तेरो नाम के हो भन् छिटो भन् इस्माइल गरे खोइ त गरिदियो इस्माइल ल वर्ष तिम्रो नाम के हो तिलक राम खोइ त तिलक
ओइ तिलक तेरो नाम के हो ओए माछा पिक्चर साला भन्नुपर्छ त माछा तल छन् भनेर के एउटा मात्र ल सरी ल भन्दै अब तेरो नाम के हो सिसिल लुवार तेरो दाइको नाम के हो नवीन लुवार गुड तेरो नवीन दाइको नाम ल तेरो नाम के हो भन् त छिटो भन्न निशान रावल तेरो नाम के हो भन् त रोहन रावल अनि के हो त त्यो बस्ने स्टाइल त भएन त तिम्रो के गरेर बस्यो हो भने जस्तो एक इन्टरभ्यू ल हामीले केटाहरूको इन्टरभ्यू लिएर अब ट्याक्क पाडेर हामी फेरि आम चोर्न हिँड्दिरह होइन दुईजना केटाहरूको इन्टरभ्यू त खत्रै भयो तर भिडियो लामो हुन्छ भनेर कमै बनाऊ के हुँदैन फेरि यतातिर नेटवर्कको प्रब्लम हुन्छ अपलोड गर्न नि गाह्रो हुन्छ मेरो swag मेरो style my tattoo not my fully baggy fine my brand no sponsor okay fine हेर्न सक्नुहुन्छ आम हामी चाहिँ अहिले आमको फेदनिर आइसकेका छौँ तर यो आम सब खाइसक्यो है केटाहरूले एउटा नि राखेर यति मिठो हुन्थ्यो नि लास्ट चाहिँ पुरै त्यस्तै खान लास्ट मजा आउँथ्यो म्याङ्गो चाहिँ अहिले काबाट पाएर खाइसक्यो यहाँनिर लास्ट आम हुन्थ्यो अरे एउटा नि छैन रहेछ के हो त केटाहरूले दिउँसै रातको रात पाठशाला लाने यस्ता छन् आम गर्लफ्रेन्डहरूलाई गाइस फाइनली चाहिँ हामीले एउटा आम भेटाएको छौँ कसम हेर्नु ल काफी खाइदिनु हौ मा यति मिठो यार गाइस दुईटा चाहिँ मैले टिपिसकेँ होइन अब अर्को टिपिहालु यो माथिको झोटा छ क्या झोटा मा कसम के हो यो पुरै चिल्डिरा है यो के हो यो जन्तु यो हेर्नुहोस् त गाइस यसको नाम के हो कमेन्ट गर्नु ल आज चाहिँ गाइस हामी यति हो खाने आम धेरै खान सक्दैनौँ चाहियो भने सम्पर्क गर्नु ल कमेन्टमा भन्नु आजकलको भाइरल के हो हाँसो यस्तो त गाइस फाइनली हामीले आम पनि खान चाहिँ खायौँ न होइन धेरै राम्रो खाने मन छैन नि त आज आमको बारी आफ्नै भएपछि के खानु प्रशस्त मात्रामा पाइन्छ नि त यसमा कस्तो रमाइलो हुन्छ यो अनि तपाईँहरूलाई देखाउन मात्र आयो यो चाहिँ ल्याएर आएको छु ल मैले ल गाइस आजको भ्लग हामी यहीँ खतम गर्न गइरहेको छौँ होइन हजुरहरूलाई कस्तो के लाग्छ सुझाव सल्लाह दिनु होला यस्तो गर्नु उस्तो गर्नु ठ्याक्कै हामीले पुरै रियाक्सन दिनु होला है सपोर्ट गर्नु अनि वाइटी मेम्बर्सहरू हाम चाहिँ फेरि पाक्यो भने देखाउँछु अब आगो हो फेरि हामी चाहिँ होइन केही दिनमा हामी चाहिँ अझ फेरि खतरा भिडियो हाल्छु युट्युबमा तपाईँहरूले हेर्दै गर्नु होला फुल वाच गर्दै हाम्रो इन्जोय लिनु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला सब्सक्राइब गरिदिनु होला धन्यवाद छ गाइस बाई बाई अर्को भिडियोमा भेट्नुपर्छ ल बाई लेट्स सक्छ त कसैले my fully baggy fine